आज बाबुलाई स्कुलबाट लिएर आउने बेलामा बाटोमा ठेलामा कसैले स्क्रम्बल रोल खाइरहेको देख्यो अनि उसलाई पनि त्यही चाहियो। मलाई पनि किनिदिनुहोस् न मामु भन्न थाल्यो। अनि मैले चाहिँ बाटोमा खुवाउनु भन्दा बरु घरमै बनाएर खुवाउनु बेस भन्ने सोचेर अनि त्यसपछि चिकन किनेर लिएर आइदिएँ। अनि बाबुले चाहिँ स्क्रम्बल खाने रहर गरेको छ बनाइदिनु पर्यो भनेको भइहाल्छ नि भनेर फटाफट काम सुरु गरिहाल्नुभयो। पहिला चाहिँ मसिनो गरी चिकनलाई काटेर त्यसलाई म्यारिनेट गरेर एकछिन रेस्ट गर्न राख्नुभयो। अनि त्यसलाई फ्राई गर्नको लागि चाहिने क्याप्सिकम, प्याज, खुर्सानी, धनियाँ, ग्रिन अनियन सबै काट्न लाग्नुभयो। अनि यो सबै काटिसकेपछि अब त्यो म्यारिनेट गरेर राखेको चिकनलाई चाहिँ फ्राई गर्नुपर्नेछ। अनि उहाँले चाहिँ प्रायःजसो बाबुलाई दोकानमा किनेर खुवाउनुभन्दा घरमै सबै चिजहरू उसले भनेर चाहेका चिजहरू चाहिँ घरमै बनाएर खुवाउने भन्नुहुन्छ। उहाँले पनि बनाइदिनुहुन्छ, जानेको मैले पनि बनाइदिन्छु। हामीले चाहिँ प्रायःजसो घरमै बनाएर खुवाउने गर्छौँ क्या, बाहिर किनेर खुवाउनुभन्दा पनि। उहाँले यसरी चिकनलाई पहिला फ्राई गरिसकेपछि यसलाई प्लेटमा खन्याएर अब त्यसमा फेरि अघि काटेर राखेको क्याप्सिकम, प्याज अनि सबै चिजलाई चाहिँ यसरी फ्राई गर्न थाल्नुभयो। अनि यो चिजहरूमा चाहिँ अलिकति करेन्टको मसला स्वादको लागि है, अनि अलिकति टेस्टिङ पाउडर अनि नमकहरू राखेर यसरी मजाले चलाइ हल्लाइ अनि फ्राई गर्नुभयो। हेर्दा पनि कस्तो स्वादिष्ट देखिँदैछ है। अनि यसमा माथिबाट चाहिँ धनियाँ र ग्रिन अनियन लगाइदिनु भयो। अनि त्यसपछि यो रेडी भइसकेपछि चाहिँ रोटीमा यो सबै फ्राई गरेको चिजहरूलाई राखेर रोल गर्नु हुँदैछ। अनि यसरी काटेपछि रेडी भयो हाम्रो स्क्रम्बल रोल, चिकन स्क्रम्बल रोल। त्यसपछि बाबुले पनि मिठो मानी खायो। बाबुको बाबाले पनि स्वाद मानी खानु हुँदैछ। हजुरहरूले पनि एकचोटि घरमा ट्राई गरेर खानुहोस् ल, यसरी नै असाध्यै मिठो हुन्छ।